के एउटा गीतले पुरै देशको राजनीति तताउन सक्छ? के एउटा गायकको आवाजमा गाउँको झुपडीदेखि खाडीको मरुभूमिसम्मका नेपालीको कथा अटाउन सक्छ? पक्कै सक्छ। यदि ती गायक पशुपति शर्मा हुन् भने उनी त्यस्ता कलाकार हुन् जसले गीतलाई केवल नाच्ने माध्यम मात्र बनाएनन्, गरिबको आँसु र समाजको चेतनाको ऐना पनि बनाए। आज हामी तिनै जनताका गायक पशुपति शर्माको जन्मदेखि सुपरस्टारसम्मको यात्रा सुन्दैछौँ। नमस्कार दर्शकवृन्द, आजको भिडियोमा हामी नेपाली लोकसङ्गीतका त्यस्ता हस्तीको कुरा गर्दैछौँ जसका गीतमा गाउँ छ, दुःख छ, कडा व्यङ्ग्य छ र नेपाली जनजीवनको यथार्थ छ। आउनुहोस् सुरु गरौँ। पशुपति शर्माको जन्म 2039 साल कार्तिक 14 गते स्याङ्जा जिल्लाको पुतली बजार नगरपालिका वार्ड नम्बर 3 साउथरमा भएको हो। नेपालको ग्रामीण माटोमा हुर्किएका उनलाई बाल्यकालदेखि नै लोकगीत र गाउँघरका सांस्कृतिक कार्यक्रममा गहिरो रुचि थियो। गाउँमा हुने रोदी, मेलापात र यात्रामा गाइने लोक भाकाले उनको कलिलो मनमा सङ्गीतप्रतिको बिउ रोपिसकेको थियो। गाउँमा हुने रोदी, मेलापात र जात्रामा गाइने लोक भाकाले उनको कलिलो मनमा सङ्गीतप्रतिको बिउ रोपिसकेको थियो। आर्थिक अवस्था सामान्य भए पनि सङ्गीतप्रतिको उनको पागलपन कहिल्यै कम भएन। उच्च शिक्षा र सङ्गीतमा आफ्नो सपना पछ्याउँदै उनी सन् 2003 विक्रम सम्वत 2060मा काठमाडौँ प्रवेश गरे। काठमाडौँ आएपछि उनले सप्तकोशी दोहोरी साँझमा गीत गाउन सुरु गरे। भोक र प्यास नभनी उनी निरन्तर सङ्घर्षमा लागिरहे। अन्ततः 2060 सालमै उनले आफ्नो पहिलो आधिकारिक गीत रेकर्ड गराउने अवसर पाए। उनको फरक शैली, प्रष्ट उच्चारण र समाजका वास्तविक विषयलाई आफ्नै लवजमा उतार्ने क्षमताले बिस्तारै श्रोताको ध्यान तान्न थाल्यो। करिब 2 दशक साङ्गीतिक यात्रामा उनले 100औं गीतमा स्वर र सङ्गीत दिएका छन्। क्याम्पस पढ्न आउनी मलाई अमेरिका यही गाउँ सहर मात्र होइन, विदेशमा बस्ने नेपालीको मुटुमा पनि स्थापित गरायो। सन् 2018मा गायिका देवी घरती मगरसँग आएको छाता हरायो गीतले पनि ठुलो चर्चा पायो। तर उनको साङ्गीतिक यात्राको सबैभन्दा ऐतिहासिक र विवादित समय सन् 2019 फेब्रुअरी 2000 फागुन 75मा आयो, जब उनले लुट्न सके लुट कान्छा नेपालमै हो छुट बोलको गीत सार्वजनिक गरे। देशको भ्रष्टाचार र राजनीति विसङ्गतिमाथि कडा प्रहार गरिएको यो गीतले रातारात देशैभर तहल्का मचायो। नेता र मन्त्रीहरूप्रति गरिएको तीखो व्यङ्ग्यका कारण राजनीतिक दबाव आएपछि उनले युट्युबबाट उक्त गीत नै हटाउनु परेको थियो। तर दर्शकको अपार समर्थन र विरोधपछि त्यो गीत नेपाली सङ्गीत इतिहासकै एक क्रान्ति बन्यो। पशुपति शर्माको गायन शैली अरूभन्दा बिल्कुलै फरक छ। उनी गीतमा केवल स्वर मात्र दिँदैनन्, अभिनय र हाउभाउबाट दर्शकलाई मन्त्रमुग्ध बनाउँछन्। उनी आफै गीत लेख्ने र सङ्गीत भर्ने बहुआयामिक प्रतिभाका धनी हुन्। लामो साङ्गीतिक यात्रामा उनले इमेज अवार्ड, रेडियो कान्तिपुर म्युजिक अवार्ड लगायत अनगिन्ती सम्मान प्राप्त गरेका छन्। तर उनका लागि सबैभन्दा ठुलो पुरस्कार भनेकै दर्शकको माया हो। समय बित्दै जाला, नयाँ प्रविधि र नयाँ शैलीका गीतहरू आउलान्, तर नेपाली माटोको सुगन्ध र गरिबको पसिना मिसिएका पशुपति शर्माका सिर्जनाहरू सधैँ अजर र अमर रहने छन्। उनी केवल एक गायक होइनन्, उनी त नेपाली समाजको इतिहासमा गीत मार्फत सुरक्षित राख्ने एउटा जिउँदो अभिलेख हुन्। एउटा सामान्य गाउँले ठिटोको यो यात्राले प्रमाणित गर्छ कि यदि उद्देश्य सफा छ र मेहनत छ र इमान्दार छ भने सफलताले एक दिन पक्कै चुम्नेछ। तपाईँलाई पशुपति शर्माको कुन गीत सबैभन्दा धेरै मनपर्छ त तल कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। यदि तपाईँलाई यो भिडियो र पशुपति शर्माको जीवन कथा प्रेरणादायी लाग्यो भने भिडियोलाई लाइक र सेयर गरिदिनुहोस्। यस्तै नेपाली हस्तीहरूको सङ्घर्ष र सफलताको कथा हेर्न हाम्रो च्यानललाई अहिले नै सब्सक्राइब गर्नुहोस्। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय गीत, जय सङ्गीत।